नमस्कार। समारोह का सभापति तथा नई एकेडमी का कुलपति इंदिरा प्रसाईज्यू, प्रमुख अतिथि महासमालोचक प्राध्यापक डाक्टर वासुदेव त्रिपाठीज्यू, नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन का संयोजक प्राध्यापक डॉक्टर महादेव अवस्थीज्यू, मेरा श्रद्धेय गुरुवर गुरुजन, मेरा मान्यजन र सहकर्मी साथीहरू, उपस्थित महिला तथा सज्जन वृन्द, नई एकाडेमीले आज इतिहास रचेको छ। इतिहास रच्नु सहज छैन, सहज यो पनि छैन यति विराट सम्मेलनको आयोजना गर्नु। तर नई एकाडेमी अरूले नगरेको कार्य गर्दै आएको गौरवपूर्ण इतिहास बोकेको संस्था हो। आज यस सुन्दर र अर्थपूर्ण सम्मेलनमा सहभागी हुने अवसर पाउनु हामी सबैका लागि गर्वको विषय हो। सबैभन्दा पहिले म नई एकाडेमीको नेपाली भाषा साहित्यको श्री वृद्धिमा पुर्याएको योगदानबारे केही कुरा राख्न चाहन्छु। स्थापना कालदेखि नै नई एकाडेमीले नेपाली भाषा साहित्य, संस्कृति र बौद्धिक विमर्शलाई समृद्ध बनाउने दिशामा महत्त्वपूर्ण कार्य गर्दै आएको छ। यस संस्थाले नियमित साहित्यिक गोष्ठी, अनुसन्धानमूलक कार्यक्रम, प्रकाशन कार्य, वरिष्ठ साहित्यकारलाई ससम्मान उपाधि अर्पण, युवा प्रतिभाको परिचय आदि कार्यक्रम मार्फत नेपाली भाषालाई शैक्षिक तथा अन्तर्राष्ट्रिय स्तरमा उचाइ दिन सफल भएको छ। विशेषतः भाषा र साहित्यलाई केवल अभिव्यक्तिको माध्यम मात्र नभई राष्ट्रिय चिन्हारी, सांस्कृतिक निरन्तरता र बौद्धिक संवादको आधारका रूपमा स्थापित गर्न यस एकाडेमीले अग्रणी भूमिका निर्वाह गरेको छ। विश्वमा नै प्रथमचोटि नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनको आयोजना गरेर नई एकाडेमीले नयाँ कीर्तिमान स्थापित गरेको छ। प्राज्ञिक क्षेत्रलाई समेट्दै नवीन सोच र दूरदर्शिताका साथ नयाँ गोरेटो पहिलाउनु सानो साहसले सम्भव हुँदैन। यसका निम्ति जनशक्ति, अर्थशक्ति र विवेक शक्तिको पनि आवश्यकता पर्दछ। नई एकाडेमीले यी सबै शक्तिलाई समन्वय गर्दै प्रज्ञा शक्तिलाई अझ सशक्त बनाउन सक्षम भएको प्रमाण आजको यो साक्षी भेला हो। निसन्देह यस ऐतिहासिक पहलले इतिहासका पानामा अर्को सुनौलो अध्याय थपेको छ। नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा भाषिक सम्बन्ध प्राचीन कालदेखि नै रहँदै आएको छ। यी सम्बन्धहरूलाई आधुनिक शैक्षिक विमर्श र अनुसन्धानको स्तरमा सुदृढ बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो। विश्वविद्यालय तहका प्राध्यापकहरूबीच प्रत्यक्ष संवाद, अनुभव आदान-प्रदान, संयुक्त अनुसन्धानको सम्भावना, पाठ्यक्रम विकास, शैक्षिक सहकार्य र विद्यार्थीसँग अन्तर्क्रिया जस्ता विषयहरूमा स्पष्ट दृष्टिकोण विकास गर्नु यसको प्रमुख उपदेयता हो। यस सम्मेलनले दुई देशबीचको शैक्षिक कूटनीतिलाई नयाँ आयाम दिने विश्वास लिएको छ। ज्ञानको सीमा हुँदैन र जब ज्ञानको साझेदारी हुन्छ तब दुवै पक्ष लाभान्वित हुन्छन्। जसरी आज हामी यस सम्मेलनमा सहभागी भएर लाभान्वित भएका छौँ। नई एकाडेमीसँग सम्बद्ध
आदरणीय नरेन्द्रराज प्रसाई र इन्दिरा प्रसाईको समर्पण, परिश्रम, त्याग र मार्गदर्शनले हामी सबैलाई निरन्तर प्रेरित गर्दै आएको छ। शिक्षा क्षेत्रमा समर्पित प्राध्यापकगणप्रति तपाईहरूले देखाउनु भएको माया, प्रेम र सम्मानले तपाईहरूको निस्वार्थ कर्म र त्यागको उचाइ अझ उच्च बनाएको छ। साहित्य लेखन, अध्ययन तथा अनुसन्धानप्रति तपाईहरूको निष्ठा र प्रतिबद्धता प्रशंसनीय छ। नेपाल र भारतका श्रद्धेय प्राध्यापकगण तथा हाम्रा गुरुहरूप्रति दर्शाउनु भएको आत्मीय व्यवहार र सम्मानका लागि म विशेष रूपमा आभार व्यक्त गर्दछु। हामी तपाईहरूप्रति हृदयदेखि नै कृतज्ञ छौँ। आजीवन हाम्रा गुरुहरूले दिनुभएको ज्ञान, मूल्य र प्रेरणालाई नई एकाडेमीले यसरी सम्मानित गरेकोमा हामी अत्यन्त हर्षित र गर्वित छौँ। अमेरिकेली लेखक तथा इतिहासकार एडवर्ड एभरेट हेलको भनाइ छ, कमिङ टुगेदर इज द बिगिनिङ, किपिङ टुगेदर इज प्रोग्रेस, वर्किङ टुगेदर इज सक्सेस। अर्थात् सँगै आउनु प्रारम्भ हो, सँगै रहिरहनु प्रगति हो, सँगै काम गर्नु सफलता हो। उक्त कथन आज सम्पन्न भइरहेको यो सम्मेलनको सजीव प्रतिफल हो। यहाँको सामूहिक उपस्थिति केवल भेटघाट मात्र होइन, दीर्घकालीन सहकार्य, अध्ययन र अनुसन्धानले आजको यस प्राज्ञिक भेडाको गरिमा र महत्त्वलाई अझ उचाइ प्रदान गरेको छ। यस सन्दर्भमा म एउटा घटना सम्झन चाहन्छु। 16 फरवरी 2026 को दिन मेरो फोन बज्यो। ब्यागबाट फोन निकालेर हेरे, मोहन ठकुरीको नाम देखे। कल उठाउँदै मैले भने, हेलो दाजु, ढोक छ। उताबाट दाजुले भन्नुभयो, बधाई छ कवि। म अचम्ममा परे। मैले सोधेँ, किन दाजु? अरे थाहा छैन, काठमाडौँबाट तिमीहरूलाई नई प्रज्ञा पुरस्कार प्रदान गरिने खबर आज फेसबुकमा आएको छ। मैले भने, थाहा छैन है दाजु, म त अहिले कोलकाताको एयरपोर्टको लाइनमा उभिरहेकी छु, त्यसैले आज बिहानदेखि फेसबुक हेर्ने समय पाएकी छैन। उहाँले भन्नुभयो, जे होस्, तिम्रो खुसीमा म पनि खुसी छु कवि। यति भनेर उहाँले फोन राख्नुभयो। केही क्षण केवल व्यक्तिगत यहाँ अलिकति कुराहरू छोडिएछ। त्यसपछि चाहिँ मैले अलिकति एयरपोर्टको औपचारिकताहरू पुरा गरिसकेपछि मैले फेसबुक खोलेँ र नई एकाडेमीको आधिकारिक एकाउन्टमा प्रकाशित समाचार पढेँ। भारतका 9 प्राध्यापकलाई नई प्रज्ञा पुरस्कार प्रदान गरिने उल्लेख रहेछ। यस खबरले मलाई अत्यन्तै खुसी बनायो, किनकि उक्त पुरस्कार प्रदान गरिनका कारण नेपाली भाषा साहित्यको पठन पाठन र अनुसन्धानमा विशिष्ट योगदानको सम्मान स्वरूप प्रदान गरिएको थियो। यस मान्यताले मेरो मनमा असाध्यै आनन्द र गर्वको अनुभूति जगायो। यो केवल भारत र नेपालकै सन्दर्भमा मात्र होइन, सायद विश्वमै पहिलो पटक प्राज्ञिक क्षेत्रमा गरिएका समर्पित प्रयास र अनुसन्धानलाई यसरी औपचारिक रूपमा मान्यता दिएको उदाहरण हुन सक्छ। यस सम्मानले अध्ययन र अनुसन्धानप्रतिको हाम्रो प्रतिबद्धतालाई अझ दृढ बनाएको छ। आज म यहाँ तपाईहरू समक्ष उभिएकी कारण भारतबाट आउनुभएका मेरा 9 जना सहभागी प्राध्यापक तथा पुरस्कृत प्राध्यापक साथीहरूको तर्फबाट सर्वप्रथम नई एकाडेमीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। यस सम्मेलनमा भारतबाट आउनुभएका विभिन्न विश्वविद्यालयमा कार्यरत नेपाली प्राध्यापकहरूको सहभागिताको भूमिका अत्यन्तै महत्त्वपूर्ण छ। नेपालका प्रसिद्ध
र स्थापित विश्वविद्यालयहरूमा कार्यरत समर्पित प्राध्यापकहरू नेपाली भाषा साहित्य र संस्कृति प्रवर्धनमा सेतुका रूपमा क्रियाशील रहँदै आउनु भएको छ। उहाँहरूको अनुभव, अनुसन्धान, अन्तर्राष्ट्रिय दृष्टिकोण र बहुसांस्कृतिक परिवेशमा काम गरेको अभ्यासले यस सम्मेलनलाई अझ समृद्ध बनाउनेछ भनी अपेक्षा राख्न चाहन्छु। उहाँहरूको सहभागिताले नेपाली भाषाको अन्तर्राष्ट्रियकरण, दक्षिण एसियाली अध्ययन, तुलनात्मक साहित्य, अन्तर्देशीय सहकार्यमा नयाँ सम्भावनाहरू खोलिनेछ। उहाँहरू वास्तवमा दुई देशबीच ज्ञान सम्पर्कका जीवित पुल हुनुहुन्छ। यस प्रकारले सम्मेलन पहिलोचोटि प्राज्ञिक रूपमा आयोजना भइरहेको छ। न त नेपालमा न त भारतमै यस स्तरको नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन यसअघि सम्पन्न भएको थियो। यस अर्थमा नै एकाडेमीले आज एउटा नयाँ इतिहास रचेको छ। यो केवल कार्यक्रम मात्र होइन, यो एक शैक्षिक आन्दोलनको थालनी हो, जसले आगामी दिनहरूमा दुवै देशका विश्वविद्यालयहरूबीच दीर्घकालीन सहकार्यको घडेरी तयार गरेको छ। यसै सन्दर्भमा नै प्रज्ञा पुरस्कार 9 जना भारतीय प्राध्यापकहरूलाई प्रदान गरिने घोषणा आफैमा ऐतिहासिक र दूरदर्शी कदम हो। यस निर्णयले भारतमा नेपाली भाषा साहित्यका क्षेत्रमा कार्यरत विद्वानहरूमा नयाँ उत्साह, ऊर्जा र सम्मानको अनुभूति गराएको छ। यसले शैक्षिक योगदानको अन्तर्राष्ट्रिय मान्यता स्थापित गर्ने मात्र होइन, भविष्यमा अझ गहन अनुसन्धान र सहकार्यको प्रेरणा पनि प्रदान गर्नेछ। अन्तमा म भन्न चाहन्छु, नेपाल र भारत बीचको सम्बन्ध केवल भौगोलिक सीमाले परिभाषित हुँदैन। यो सम्बन्ध भाषा, संस्कृति, भावना र ज्ञानको साझेदारीमा आधारित छ। आजको यो सम्मेलन त्यस साझेदारीलाई अझ सुदृढ बनाउने ऐतिहासिक पाइला हो। नै एकाडेमीमा समर्पित स्रष्टा तथा अभियन्ता नरेन्द्र प्रसाद, राज प्रसाई र इन्दिरा प्रसाई प्रति हार्दिक कृतज्ञता र धन्यवाद व्यक्त गर्दै सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु। यहाँबाट उठ्ने विचार, प्रस्ताव र प्रतिबद्धताहरू व्यवहारमा रूपान्तरण होऊन्, यही शुभेच्छा व्यक्त गर्दछु। धन्यवाद। नमस्कार।